तर प्रभु तपाईमा त्यो शक्ति सामर्थ छ। तपाईको पवित्र आत्माले मलाई अगाल बसेर चलाउनु भन्दै एक विधि प्रार्थना छ ख्रीष्ट येशूको नाममा। आमेन। जय मसीह, जय मसीह, जय मसीह। म तपाईहरुसँग यही बाइबलबाट अनि एकता दुईटा आलोचना गर्दै जाँदैछु। साँच्चै अघि मैले भन्दै थिएँ तपाईलाई आज चाहिँ पेन्टेकोस्ट डे, पवित्र आत्माको आगमन, पवित्र आत्माको दिनमा होल वर्ल्डमा मानिसहरूले मानिरहेका छन्। सायद प्रार्थना सायद लागिरहेका छन्, किनभने पवित्र आत्मा चाहिँ आज यस संसारमा पेन्टेकोस्टको दिनमा स्वर्गबाट अचानक चाहिँ के भएको थियो भन्नुहुन्छ भने ठुलो बतासको झोका जस्तै एउटा चाहिँ आवाज आएको थियो र यो आवाज चाहिँ पवित्र आत्माको चाहिँ के हो भन्नुहुन्छ भने आगमन थियो। र तपाईँ पवित्र आत्माको आगोले आज मानिसहरूको जीवनमा चाहिँ के छाएको छ भन्नु भने छिया छिया छाइरहेको छ। पवित्र आत्मा चाहिँ मानिसहरूले खोजेर हिँडिरहेका छन्। म पवित्र आत्मा कसरी लिउँ र कसरी प्राप्त गरौँ र पवित्र आत्माद्वारा मेरो जीवनमा चाहिँ मैले कसरी अर्को जीवनमा खुसियाली जीवनमा जाउँ भनेर मानिसहरू है। र त्यसको निम्ति यस आजको दिनमा सबै मानिसहरूले चाहिँ पवित्र आत्मामा अन्य भाषाहरूमा चाहिँ के गर्न थाले भने आजको यो पेन्टेकोस्टको दिनमा बोल्नलाई सुरु गर्न थाले। हामीले हेर्दै गयो भने है, किनभने योले चाहिँ 800 वर्ष अगाडि प्रोफेसी चाहिँ गरेको थियो। हामीले त्यो प्रोफेसी गरेको पाउँदछौँ योलको पुस्तकमा हामीले पढ्दै गयौँ भने र त्यो अहिले ठिक त्यो योलले गरेको 800 वर्ष अगाडिको त्यो प्रोफेसी चाहिँ फुलफिल भएको छ, पुगेको छ। र त्यसको निम्ति किन उनले त्यो प्रोफेसी गरेको थियो भने इजरायलको निम्ति चाहिँ धेरै आजको दिन चाहिँ एउटा इम्पोर्टेन्ट दिन थियो। किनभने ती इजरायलीहरूको आजको दिन चाहिँ किन इम्पोर्टेन्ट दिन थियो भने तिनीहरूका सायद अहिले गहुँ मकैहरू यो सबै इत्यादि पाकिसकेको छ र उनीहरूको त्यो आज ती मकै गहुँ धानहरू चाहिँ हार्भेस्ट गर्ने काट्ने दिन चाहिँ समयमा पुगेको थियो। र अनि त्यो इजरायलीहरूले चाहिँ के गर्थे भने परमेश्वरलाई चाहिँ तिनीहरूले धन्यवाद दिइरहेका थिए। र आज हामीले पनि मण्डलीले पनि आजको पवित्र आत्माको आगमनलाई, आजको पवित्र आत्मालाई हामीले यो दिन पाएको खण्डमा आज हामीले पनि परमेश्वर पितालाई चाहिँ हामीले के गर्नुपर्छ भने धन्यवाद दिनुपर्दछ। सारा संसारमा आज यस दिनलाई चाहिँ साना ठुला सबैले परमेश्वरलाई चाहिँ पवित्र आत्माको आगमन, पवित्र आत्माले चलाएको, पवित्र आत्माले बास गरेको उपस्थितिमा आज मानिसले चाहिँ धन्यवाद दिइरहेका छन्। हामीले हेर्दै गयो भने मोसेस र मुसाको समयमा पनि एउटा दाउरा उठायो भने पनि यिनीहरूले के गर्थे त्यतिखेर मुसा र मोसेसको समयमा पनि एउटा दाउरा उठायो भने पनि मानिसले ढुङ्गाले हान्थे। र सबै मानिसले किनभने आज चाहिँ मान्ने दिन हो। आज जसले भनेको कुरा पवित्र आत्मामा नाउन्जेल के भनेको छ भने रोकिरहो। र अनि जुन यो पवित्र आत्मा चाहिँ यस पृथ्वीमा आएको थियो 40 दिन है, अनि 40 दिन तर 40 दिन चाहिँ त्यो पवित्र आत्मा चाहिँ घुमफिर गरिरहेको थियो। तर अनि त्यो पवित्र आत्मा चाहिँ 10 दिनमा चाहिँ पवित्र आत्मा मानिसको जीवनमा चाहिँ भरिभराउ भएको थियो। र आज यही पेन्टेकोस्ट दिनलाई चाहिँ मानिसले आज यो पवित्र आत्माको आजको यो दिनलाई चाहिँ मानिसले चाहिँ के गरिरहेको छ भने मानिरहेको छ, सेलिब्रेसन मानिरहेको छ। अघि मैले भन्दै थिएँ आज क्रिसमस भन्दा पनि ठुलो दिन हो। क्रिसमस भन्दा पनि ठुलो दिन हो। आज तपाईँको जीवनमा जब पवित्र आत्माले भरिभराउ हुँदछ, किनभने है अघि मैले तपाईँलाई भन्दै थिएँ इजरायलहरूको निम्ति चाहिँ आज एउटा ठुलो इम्पोर्टेन्ट दिन थियो, जरुरी दिन थियो। किनभने उनीहरूको धान मकै गहुँहरू पाकेको थियो तर काट्ने दिन समय भएको थियो, हार्भेस्ट गर्ने दिन थियो। तर तिनीहरूले त्यसको समयमा पनि आजको दिनलाई त्यस पेन्टेकोस्टको दिनमा पवित्र आत्मालाई उनीहरूले के गर्थे भने परमेश्वरलाई धन्यवाद दिन्थे। र आज तपाईँको जीवनमा साँच्चै आज परमेश्वरलाई, आज मण्डलीले अनि हामीले परमेश्वरलाई चाहिँ के गर्नुपर्छ भने धन्यवाद दिनुपर्छ। र आज मण्डलीमा अन्य भाषा बोल्ने हामी चाहिँ मानिसहरू अनि हामी विश्वासीहरू पनि हामी हुनुपर्दछ। हाम्रो जातिहरू त पवित्र आत्माको गीत गायो, पवित्र आत्माको चाहिँ अभिषेकमा काम गर्न थाल्यो भने सबै हाँस्न पनि थाल्छ नि। त्यो चाहिँ परमेश्वरलाई के हो भने चाहिँ खिल्ली उडाएको। पवित्र आत्मामा हामीले कहिले पनि खिल्ली उडाउनु हुँदैन। र त्यसको निम्ति आज मण्डलीलाई अन्य भाषा बोल्ने जरुरी छ, आवश्यक पर्दछ। जब तपाईँले मण्डलीमा
एउटा विश्वासीबाट, एउटा क्रिस्चियन व्यक्तिबाट हामी अन्य भाषामा उदाहरण हामी निकाल्दछौँ, बोल्न थाल्छौँ, हामी प्रार्थना गर्न थाल्छौँ भने तपाईको जीवनमा तपाईको बैकको पहिलाको बिहानको परिस्थितिलाई परमेश्वरले चाहिँ हटाइदिनुहुन्छ। किनभने अघि मैले भन्दै थिएँ इस्राएलीहरूले है आजको दिनलाई चाहिँ इम्पोर्टेन्ट दिन उनीहरूले मानेका थिए। आफ्नो बाली धान काट्न पनि छोडेर तर पवित्र आत्माको आगमनलाई चाहिँ उनीहरूले एक्सेप्ट गरेका थिए। र त्यसको निम्ति आज मण्डलीलाई परमेश्वरले आजको यो पवित्र आत्माको दिनमा, यो पेन्टेकोस्टको दिनमा अन्य भाषालाई ट्रान्सलेट गर्ने चर्चमा एउटा परमेश्वरले शक्ति पनि दिन चाहनुहुन्छ, वरदान दिन चाहनुहुन्छ। पवित्र आत्माले चाहिँ के गर्छ भने सबै काम गर्दछ। पवित्र आत्माले हाम्रो जिब्रोलाई, हाम्रो शरीरलाई कन्ट्रोल गर्दछ। हामी कसरी बोल्नुपर्ने हो, के खानुपर्ने हो, कस्तो वाद विवाद गर्नुपर्ने हो, कुन मानिसलाई आदर प्रदान गर्नुपर्ने हो, आफ्नो छोराछोरीले आमा बाबुलाई कस्तो आदर प्रदान गर्छ। तर आज पवित्र आत्माले चाहिँ यो पवित्र आत्माको दिनलाई चाहिँ हामीले उत्तम ठान्नु पर्दछ। आज यस पवित्र आत्माले तपाईँको र मेरो जीवनलाई, तपाईँको र मेरो शरीरलाई चाहिँ कन्ट्रोल गर्दछ। र आज पवित्र आत्माले तपाईँको र मेरो लाइफलाई चाहिँ के गर्छ भन्नुहुन्छ भने कन्ट्रोल गर्छ, चेन्ज गराउँदछ। र आज तपाईँको जीवनमा यदि हामी हाम्रो जीवनलाई कन्ट्रोल गर्न सकेका छैनौँ, हाम्रो शरीरलाई हामीले कन्ट्रोल गर्न सकेका छैनौँ, हामीले हाम्रो मुखलाई कन्ट्रोल गर्न सकेका छैनौँ, हामी वाद विवादमै संसारको चर्चामै लागिरहेका छौँ भने आज यस पवित्र आत्माले चाहिँ तपाईँको जीवनमा है भरिभराउ ल्याउँदछ। तर तपाईँले यो आजको दिनलाई चाहिँ एउटा महत्त्व दिन ठानेर परमेश्वरलाई तपाईँले धन्यवाद दिन सुरु गर्नुहुन्छ। र साँच्चै पवित्र आत्माले चाहिँ सबैभन्दा पवित्र आत्मा चाहिँ के हुन्छ? मानिसको जीवनमा संसारमा सबैभन्दा सानो हुन्छ। पवित्र आत्मा चाहिँ सबैभन्दा के हुन्छ? नरम हुन्छ। र पवित्र आत्माले चाहिँ त्यस नरम मानिसलाई चाहिँ के गर्नुहुन्छ भने आफ्नो मानिसहरूको बिचमा, आफ्नो जातिहरूको बिचमा परमेश्वरले चाहिँ चलाउन चाहनुहुन्छ। अनि पवित्र आत्माले चाहिँ फेरि के गर्छ भने न्यू लाइफ दिन्छ। आज हामी विश्वासीलाई विशेष गरी र त्यसको निम्ति यो आजको महत्त्व दिन, यो पवित्र आत्माको दिनलाई हामीले एउटा महत्त्व ठानेर साँच्चै हामी पवित्र आत्मालाई चाहिँ हामीले एक्सेप्ट गरेको प्रभु चाहनुहुन्छ। पत्रुसले चाहिँ 11 जनासँग खडा भएर के भनेका थिए? उच्च स्वरमा तिनीहरूलाई के भनेका थिए भने यहुदी मानिस हो र यरुशलेमका जम्मै बासिन्दाहरू तपाईँहरूलाई यो कुरा थाहा होस् भनेका थिए। र उनले के भने? मेरो कुरा सुन्नुहोस्। यहुदीहरूलाई चाहिँ उनले यो कुराहरू भनेका थिए। आखिरी दिनहरू यस्तो हुनेछ, परमेश्वर भन्नुहुन्छ म सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु। र आज साँच्चै हाम्रो मण्डलीमा परमेश्वरले चाहिँ आज यस पेन्टेकोस्टको डेलाई, पवित्र आत्माको आगमनलाई हामीले लिएर एक्सेप्ट गर्ने यस पवित्र आत्मालाई हामीले अगाडि सुरुवात गर्दै हामीले लग्यौँ भने परमेश्वरले तपाईँको जीवनमा अचम्मको काम, तपाईँको घरलाई, तपाईँको जीवनलाई, मेरो जीवनलाई न्यू लाइफ परमेश्वरले दिन चाहनुहुन्छ। प्रेज द लर्ड। आज पवित्र आत्माले तपाईँको जीवनलाई, जवान छोरीको जीवनलाई, बुढापाकाको जीवनलाई, सबैलाई आज न्यू लाइफ परमेश्वरले दिन चाहनुहुन्छ। किनभने पवित्र आत्मा चाहिँ न्यू लाइफ हो। आज पवित्र आत्माले तपाईँको घरमा कुनै समाधान हुन सकेको छैन, बिमारबाट, कुनै दुःखबाट, कुनै समस्याबाट कुनै हलचल हुन सकेको छैन। साथीभाइबाट तपाईँ घृणित हुनुहुन्छ, मानिसबाट घृणित हुनुहुन्छ, संसारबाट तपाईँ घृणित हुनुहुन्छ। तर बाइबलले के सिकाउँदछ, हामीलाई के दर्शाउँदछ? पवित्र आत्माले तपाईँ न्यू लाइफ दिन चाहनुहुन्छ। आज तपाईँको जीवन, तपाईँको छोराछोरी, हाम्रो मण्डली परिवार न्यू लाइफ हामी अगाडि पाइला सार्नु पर्दछ। यो मैले भनेको कुरा होइन। जब तपाईँको जीवनमा न्यू लाइफ पवित्र आत्माले अगुवाई गर्न चाहनुहुन्छ नि, त्यहाँबाट तपाईँको जीवनमा कसैलाई आश्चर्यको काम गर्न
सुरुवात तपाईँले गर्नुहुन्छ न्यू लाइफ। तपाईँहरूको श्रीमान श्रीमतीहरू म कच्चा होला, छोरछोरीमा कच्चा होला, बाबुआमा कच्चा होला, मण्डलीमा कच्चा होला, तर तपाईँ जब न्यू लाइफ सुरु गर्नुहुन्छ नि तपाईँको जीवनबाट अचम्मको कार्यहरू तपाईँ सुरु गर्न सक्नुहुन्छ। सायद तपाईँले ब्याङ्कमा कसैले एकाउन्ट खोल्नु भएको छैन होला, तर यदि तपाईँ परमेश्वरको यो पवित्र आत्मालाई तपाईँले स्वीकार गर्नुहुन्छ भने तपाईँले एउटा ब्याङ्कमा एकाउन्ट खोलेर 101 रुपियाँ जम्मा गर्न थाल्नुभयो भने नि तपाईँले न्यू लाइफ, तपाईँ जब जवान हुनुहुन्छ नि त्यतिखेर तपाईँको करोडौँ पैसा, हजार पैसा जम्मा हुन्छ। तपाईँले आज तपाईँको जीवनलाई तपाईँले न्यू लाइफ सुरु गर्नुहोस्। तपाईँको जीवनलाई तपाईँको छोरछोरीको निम्ति, तपाईँको श्रीमान श्रीमतीका निम्ति। कतिका श्रीमान श्रीमानले नि बुढीलाई चर्च जान मन लाग्छ, बुढाले जान दिँदैन। कतिका छोराछोरीलाई चर्च जान मन लाग्छ, बाबुआमाले दिँदैन। कतिलाई बाबुआमालाई चर्च जान मन लाग्छ, छोराछोरीले दिँदैन। किन? तपाईँको जीवनमा पवित्र आत्मालाई तपाईँले अगुवाई नगरेको हुँदा, पवित्र आत्मालाई तपाईँले नराखेको हुँदा, आज तपाईँको जीवनलाई परमेश्वरले चाहिँ न्यू लाइफ दिन चाहनुहुन्छ। जब तपाईँको जीवन न्यू लाइफ पाउनुहुन्छ, कसैलाई अगमबाणी बोल्ने शक्ति परमेश्वरले दिनुहुन्छ, कसैलाई आत्मा छुट्याउने दिनुहुन्छ, कसैलाई भिन्न भिन्न भाषा उदाहरण गरी बोल्न सक्ने गरी दिनुहुन्छ, कसैलाई यही पवित्र आत्माद्वारा बाइबलद्वारा अर्थ खोल्ने, वाक्यहरू बनाउने परमेश्वरले त्यो शर्त दिनुहुन्छ। यी सबै एक पवित्र आत्माद्वारा का काम हुन्। र आज तपाईँको जीवनमा न्यू लाइफ लिएर आज तपाईँ अगाडि बढ्न चाहनुहुन्छ भने, तपाईँको जीवनलाई वाह बनाउन चाहनुहुन्छ, रोयल बनाउन चाहनुहुन्छ भने आज तपाईँले तपाईँको पवित्र आत्मालाई तपाईँले परमेश्वर एक्सेप्ट गर्नुहोस्, न्यू लाइफ लिएर जानुहोस्। तपाईँले हिजो पासमा के गर्दै हुनुहुन्थ्यो, के खाँदै हुनुहुन्थ्यो, के बोल्दै हुनुहुन्थ्यो, त्यो छोडिदिनु। तर तपाईँको जीवन रोयल बनाउन चाहनुहुन्छ भने, तपाईँको जीवन र तपाईँको घर परिवार खुसियाली बनाउन चाहनुहुन्छ भने, तपाईँको लाइफ न्यू लाइफ बनाउन चाहनुहुन्छ भने मौका आजको दिन, आजको दिन। हामीले हेर्दै गयो भने संसारमा धेरै विभिन्नका पाठाहरूका काम छ, किनकि अन्य भाषामा बोल्नेले मानिससँग होइन, जसले अन्य भाषामा प्र्याक्टिस गर्दछ, बोल्दछ, तर त्यो मानिससँग बोलेको होइन। हामी यहाँबाट प्रेजेन्ट वर्सिप गर्छौँ, हाम्रो मण्डलीको छोराछोरीहरू तलबाट हाँसिरहन्छ, हौ त्यसको निम्ति पवित्र आत्मालाई घृणित नगर्नुहोस् कसैले पनि, पवित्र आत्मालाई तपाईँले घृणित नगर्नुहोस् कसैले पनि। हामी यहाँ प्रेजेन्ट वर्सिप गर्छौँ, तपाईँहरू त्यहाँबाट हाँसिरहनुहुन्छ, तर तपाईँले प्रेजेन्ट वर्सिप लिडरलाई होइन हाँस्नु, परमेश्वरलाई तपाईँले हाँसिरहनु। यदि तपाईँ पवित्र आत्मामा तपाईँ हाँस्नुहुन्छ, एगेन्स्ट गर्नुहुन्छ, तपाईँको घर परिवार समस्या आउनेछ, बाधाहरू आउनेछ। म यहाँबाट हेरिबस्छु, प्रेजेन्ट वर्सिपमा हाम्रो भाइहरूले प्रेजेन्ट वर्सिप गर्दा तपाईँहरू तलबाट हाँसिरहनुहुन्छ, मलाई शरम लाग्छ। पवित्र आत्मालाई हिंसा नगर्नुहोस् कसैले। त्यस कारणले पवित्र आत्मालाई जसले घृणित गर्छ त्यसको घर परिस्थिति सधैँभरि दुःखी भइरहन्छ, दुःखी भइरहन्छ। जन्मेरै दुःख कष्ट आउँछ, त्यसको निम्ति पवित्र आत्मालाई तपाईँले निम्ताउनुहोस्, पवित्र आत्मालाई तपाईँले स्वीकार गर्नुहोस्। पवित्र आत्माले तपाईँको जीवन न्यू लाइफ दिन्छ। आज तपाईँको छोराछोरीको निम्ति तपाईँ कति बार प्रार्थना गर्नुभएको छ, कति समय प्रार्थना दिनुभएको छ तपाईँले तपाईँको छोराछोरीलाई।
तपाईँको छोराछोरीले तपाईँको बाबा आमालाई कति समयमा प्रार्थना दिनुभएको छ? बाबा आमाले त्यो छोराछोरीको निम्ति नि छोरी होस् छोरा होस् 12 बजी त घरमा आएन भने नि त्यो बाबा र आमाले रोएर प्रार्थना गरिरहेको छ। मेरो छोराछोरी कतिखेर आउँछ भनेर। र आज तपाईँले तपाईँको जीवनलाई यस भेटेको दिन आजको दिनबाट तपाईँले पवित्र आत्मालाई अगाल्नुहोस्। आजको दिनबाट तपाईँको लाइफलाई न्यू लाइफ लिएर तपाईँ अगाडि बढ्नुहोस्। तपाईँ बाबा आमाको निम्ति प्रार्थना गर्ने मानिस हुनुहोस्। बाबा आमा पनि छोराछोरीको निम्ति प्रार्थना गर्ने मानिस हुनुहोस्। इङ्ग्लिसमा भन्छ नि वी आर नट लाइक लुक टु सी। खालि क्रिस्चियन त्यसको निम्ति मात्रै होइन, देखाउने क्रिस्चियन मात्रै, लुक लाइकको लागि मात्रै होइन। के तपाईँ हामी सन्डेको क्रिस्चियन हो? लुक लाइक मात्रै हो? कहाँ गएको हो? को जाइसी चर्च जाइसी त्यसको निम्ति मात्रै हो? त्यसको निम्ति तपाईँको न्यू लाइफ तपाईँले ल्याउन सुरुवात गर्नुहोस्। तर त्यो न्यू लाइफ चाहिँ पवित्र आत्माले मात्र अप्लाई गर्नुहोस् है। पवित्र आत्मालाई चाहिँ कसैले पनि हिंसा गर्नु। जसले पवित्र आत्मालाई हिंसा गर्दछ नि के भन्दछ परमेश्वरको वचनले? 7 पुस्ता तक म त्यसलाई बाधा दिन्छु भनेको छ। तपाईँले मैले दुःख पाऊँ तपाईँले मेरो 7 पुस्ताले पनि दुःख पाउने परे। त्यसको निम्ति जो मानिसहरू प्रेजेन्ट वर्शिप गर्दछ, प्रार्थना गर्दछ, हामी विश्वासी हाँसीमा उडाउने होइन। तपाईँको लाइफ आजको दिनलाई तपाईँले न्यू लाइफ लिएर तपाईँ चाहिँ अगाडि बढ्नुहोस्। किनभने बाइबलले हामीलाई सिकाउँदछ, बाइबलले भन्दछ अन्य भाषामा बोल्ने मानिससँग होइन तर परमेश्वरसँग बोलेको। जब तपाईँले प्रार्थना गर्नुहुन्छ नि आँखा बन्द गरेर, कतिले आँखा हेरेर गर्नुहुन्छ, ओके त्यसमा केही पनि छैन, तर परमेश्वरसँग बोल्ने हो। तपाईँले जुन प्रार्थना गर्नुहुन्छ नि तपाईँले बोलेको प्रार्थना डाइरेक्ट परमेश्वरसँग पुगिसकेको छ। तर तपाईँले आँखा हेरेर प्रार्थना गर्नुहुन्छ नि तपाईँको प्रार्थना यिनै कुदिरहेको छ यसै। र त्यसको निम्ति आज परमेश्वरसँग बोल्नुहोस्। तपाईँ मेरो लाइफ, मेरो परिवार, मेरो नानी छोराछोरी केटी, मेरो मण्डली, मेरो जाति नेपालीलाई प्रभु तपाईँले न्यू लाइफ दिनुहोस्। त्यस पवित्र आत्मालाई हामीले अँगाल्न नसकेको खण्डमा आज हाम्रो जाति के भइरहेछ? अगाडि नभएर पछाडि भइरहेछ। किन? तपाईँको लाइफ न्यू लाइफ भएन। जब तपाईँको न्यू लाइफ तपाईँ अगाडि प्रस्तुत गर्न चाहनुहुन्छ, एक कदम अगाडि जान चाहनुहुन्छ भने पवित्र आत्मालाई तपाईँले स्वीकार गर्नुहोस्। पवित्र आत्मालाई तपाईँले निम्ताउनुहोस्। जसले प्रार्थना गर्दछ, बोल्छ, तर त्यो चाहिँ मानिसले परमेश्वरसँग बोल्दछ। उसले के प्रार्थना गर्छ, के बोल्छ तपाईँको छिमेको साथीले पनि बुझ्दैन। तपाईँले बोलेको तर परमेश्वरले बोल्नुहुन्छ। र आज साथै तपाईँको न्यू लाइफ लिएर तपाईँ परमेश्वरसँग तपाईँको न्यू लाइफको निम्ति तपाईँ प्रार्थना गर्दै जानुहोस् है। किनभने आत्माका रहस्य कुरा नै आज जब हामी प्रार्थना गर्दछौँ, प्रेजेन्ट वर्शिप गर्दछौँ, तर आत्माको कुराहरूबाट नै परमेश्वरले त्यो व्यक्तिलाई चाहिँ के गर्नुहुन्छ, चलाउनुहुन्छ र त्यसको जीवनमा आत्मिकी वृद्धि हुँदै जाँदछ। आज मण्डलीमा त्यो आत्मिकी वृद्धि चाहिएको छ। हाम्रो नेपाली जातिमा आत्मिकी वृद्धि चाहिएको छ। जो प्रार्थना गर्दछ त्यसले आत्मिक वृद्धिद्वारा, प्रेजेन्ट वर्शिपद्वारा है उसले चाहिँ त्यो सान्त्वनाको निम्ति नै त्यसले बात गरेको हुन्छ, बोलेको हुन्छ। आज तपाईँको स्वास्थ्य ठिक भएको कारण 1 मिनट परमेश्वरमा तपाईँले धन्यवाद चढाउनुहोस्। आज हामीलाई 1 मिनट पनि परमेश्वरलाई धन्यवाद दिने समय छैन। 1 मिनट पनि प्रभु तपाईँले मलाई संसारमा ल्याउनु भयो, मलाई जवान बनाउनु भयो, मलाई बुढो बनाउनु भयो, म बच्चा थिएँ। धन्यवाद प्रभु।
मेरो जीवनमा तपाईँले सबै कुरामा कुशलताले छाउनु भएको छ। म दुःखमा छैन, कष्टमा छैन, पीडामा छैन। एक मिनेट पनि हामी धन्यवाद दिने हाम्रो समय छैन प्रभुलाई। कहाँबाट तपाईँ मेरो न्यू लाइफमा परमेश्वरले काम गर्न चाहनुहुन्छ? आज पवित्र आत्मालाई तपाईँले अँगाल्नुहोस्, प्रभुसँग तपाईँले बोल्नुहोस्, परमेश्वरलाई धन्यवाद दिनुहोस्। प्रभु, मेरो नानी छोराछोरी केटाकेटी, मेरो मण्डली, मेरो नेपाली जातिको निम्ति म प्रार्थना गर्छु। प्रभु, मेरो नेपाली जातिको निम्ति म प्रभु तपाईँले मलाई बोलाउनु भएको छ। मलाई प्रभु तपाईँले खडा गर्नुभएको छ मेरो जातिको निम्ति। हामीले प्रार्थना गरेको प्रभुसँग पवित्र आत्मामा चाहिँ 3टा नाम छ। पवित्र आत्माको वरदान। आज परमेश्वरले विश्वासीलाई, क्रिस्चियन व्यक्तिलाई त्यो पवित्र आत्माको वरदानमा चलाउन चाहनुहुन्छ। पवित्र आत्माको वरदान भएको जीवनमा कहिले आकर्षित, कहिले सङ्कट, कहिले समस्या बाधा बिना आउन सक्दैन। किनभने आज त्यस पवित्र आत्मालाई हामीले चाहिँ के गर्नुपर्छ भने एक्सेप्ट गर्नुपर्दछ है, एक्सेप्ट गर्नुपर्दछ। र जुन किसिमले तपाईँले प्रार्थना गर्नुहुन्छ त्यसको तपाईँले उच्चारण पाउनुहुनेछ, एन्सरहरू पाउनुहुनेछ। र सेकेन्ड, हामीले पवित्र आत्माको हामी विश्वासमा रहनुपर्दछ। पवित्र आत्माको हामी फेथ हुनुपर्दछ। जब पवित्र आत्माको फेथमा, विश्वासमा तपाईँ हुनुहुन्छ नि, मानिसले गर्न नसक्ने काम, अन्य मानिसले गर्न नसक्ने काम तपाईँले चाहिँ गर्न सक्नुहुनेछ। र पवित्र आत्माले चाहिँ के गर्दछ मानिसको जीवनमा भन्नुहुन्छ भने सहयोग पुर्याउँदछ। जब तपाईँ पवित्र आत्मालाई अँगालेर पवित्र आत्मामा तपाईँ निर्भर तपाईँ अगाडि बढ्नुहुन्छ नि, परमेश्वरले तपाईँले के गर्न आँटेको काम पनि जब पवित्र आत्मा तपाईँको जीवनमा छ भने ए नगरै छोराछोरी भन्नुहुन्छ। तर तपाईँको जीवनमा तपाईँ कहीँ बिग्रिन आँटिसकिहाल्यो, कहाँबाट पहिरोले छिप्न आँटिसकिहाल्यो, कहाँ के हुन आँटिसकिहाल्यो, बिग्रिन आँटिसकिहाल्यो। त्योभन्दा पहिला तपाईँको जीवनमा जब पवित्र आत्माले त्यसबाट परमेश्वरले चाहिँ तपाईँलाई बचाउनुहुन्छ। प्रेज द लर्ड। आज तपाईँको जीवनमा साँच्चै है यी तिनवटा हामीलाई आवश्यक पर्दछ। पवित्र आत्माको वरदान। आज पवित्र आत्माको वरदानले आज हाम्रो जातिलाई चाहिँ परमेश्वरले चलाउन चाहनुहुन्छ। अनि पवित्र आत्माको विश्वासमा हामी विश्वासीहरू चाहिँ हामी अगाडि बढ्नुपर्दछ। अनि पवित्र आत्मामा जब तपाईँ विश्वास साथ अगाडि बढ्नुहुन्छ, लिनुहुन्छ, पवित्र आत्मालाई एक्सेप्ट गर्नुहुन्छ, रिसिभ गर्नुहुन्छ, अनि परमेश्वरले तपाईँलाई गिरिसकेको बिग्रिएकोलाई पनि परमेश्वरले चाहिँ सहयोग पुर्याउनुहुन्छ। किनभने पवित्र आत्माले तपाईँलाई अगुवाई गरिरहेको छ। र हामीले हेर्दै गयो भने होली स्पिरिटको विषय, पवित्र आत्माको विषयमा हामीले हेऱ्यौँ भने एपोस्टल पाउलले चाहिँ के भनेका छन् है, पवित्र आत्मामा खडा हौ। आज हामी मण्डलीहरू मानिसको कुरामा होइन, तर हामी पवित्र आत्मामा, आज हामी परमेश्वरको पवित्र आत्मा हाम्रो जीवनमा अगुवाई भएको छ कि छैन, त्यसमा हामी निहाल्नुपर्छ, हामी खडा हुनुपर्दछ। अनि पवित्र आत्मालाई के भनेको छ, ग्रहण गर। अनि पवित्र आत्मालाई तिमीले स्वीकार गर, राख, एक्सेप्ट गर। अनि पवित्र आत्मामा तिमीहरू चाहिँ निर्भर, सधैँभरि निर्भर राख है। पवित्र आत्मामा आज हामी विश्वासी चाहिँ के गर्नुपर्ने छ, हिँड्नु पर्ने रहेछ, तयारी रहनुपर्ने छ। जब हामीले हेर्दै गयो भने जब यसो जोर्डान नदीमा चाहिँ के हुनुभएको थियो, बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनु भएको थियो। अनि स्वर्ग उक्रियो र उहाँले परमेश्वरका आत्मालाई चाहिँ के देख्नु भएको थियो, ढुकुर चाहिँ ओर्लिरहनु भएको र आफूमाथि आइरहनु भएको चाहिँ देख्नु भएको थियो। तब स्वर्गबाट त्यो बाणी आयो, अगमबाणी आयो, अनि यी त मेरा प्रिय पुत्रको हुन्, यिनीसँग म अति प्रसन्न हुन्छु भन्नुभएको थियो। तपाईँले मत्तीको पुस्तक 3:16 यसै तपाईँले नोट गरेर हेरेर पढ्नुहुन्छ। र आज परमेश्वर तपाईँ र मसँग पवित्र आत्माद्वारा आज प्रसन्न हुनुभएको छ। आजको दिनमा जब परमेश्वर पवित्र आत्माद्वारा तपाईँ र मसँग प्रसन्न हुनुहुन्छ, अनि तपाईँको न्यू लाइफ
तपाईँले अगाडि बढाउन चाहनुहुन्छ। तर आज तपाईँ प्रस्तावित जीवन लिएर जानुहुन्छ, न्यू लाइफ लिएर जानुहुन्छ, अनि तर फेरि पनि भोलि तपाईँ त्यही मार्गमा, त्यही कुमार्गमा लाग्यो भने अनि त्यहाँबाट के हुन्छ, कहिले पनि हाम्रो जीवन चाहिँ खल्लै भइहाल्छ। र त्यसको निम्ति हामी पवित्र आत्मामा चाहिँ हामीले के गर्नुपर्छ भने प्रसन्न हुनुपर्दछ। येशूको साथमा जब 12 जना चाहिँ एपोस्टल थिए अनि पवित्र आत्मा चाहिँ क्रिस्चियनको फेथ हो, क्रिस्चियनको चाहिँ एउटा विश्वास हो। विश्वासमा ती 12 जना चेलाहरूलाई चाहिँ येशूले चाहिँ पवित्र आत्मामा के गर्दै हुनुहुन्थ्यो भने सिकाउँदै हुनुहुन्थ्यो, प्रचार गर्दै हुनुहुन्थ्यो, शक्ति साथ आत्मामा अगाडि लानु भएको थियो। र आज त्यही पवित्र आत्माले चाहिँ जस्तो यीशु ख्रीष्टले पवित्र आत्माको मा सिकाउँदै हुनुहुन्थ्यो अनि उहाँले ती 12 जना एपोस्टल, ती भनौँ न डिसाइपल, ती चेलाहरूलाई चाहिँ अगाडि बढाउनु भएको थियो। र आज तपाईँको मेरो जीवनमा पनि हामीले चाहिँ हेर्दै गयो भने है, अनि हाम्रो जीवनलाई पनि हामीले के गर्नुपर्दछ भने आज पवित्र आत्माले तपाईँको जीवनमा चाहिँ अगुवाई गर्न चाहनुहुन्छ। र एउटा तपाईँ र हामी एउटा मण्डली, हाम्रो जाति एउटा हामी साँची बन्ने प्रभुले चाहनुहुन्छ। हामी सबैजना एक बार सबैजना हामी परमेश्वर पितालाई हामीले धन्यवाद दिउँ। प्रभु म तपाईँसँग 1 मिनट मेरो धन्यवाद चढाउने समय पुगेको छैन, तर आज प्रभु म तपाईँलाई धन्यवाद चढाउन चाहन्छु। तपाईँको उपस्थितिले, तपाईँको अनुग्रहले हाम्रो जीवनलाई चलाउनुहोस्। आज म मेरो न्यू लाइफ लिएर प्रभु म तपाईँमा अगाडि बढ्न चाहन्छु। मलाई तपाईँको पवित्र आत्माको खाँचो छ। म पवित्र आत्माद्वारा म हिँड्न चाहन्छु। म मेरो जीवनमा, मेरो घर परिवारमा, मेरो मण्डलीमा पवित्र आत्मा अगुवाई नभएको खण्डमा प्रभु म यस संसारमा आज दुःखमा छु, पीडामा छु, कष्टमा छु, रोगमा छु, दुःखमा छु, समस्यामा छु। तर आज प्रभु म आजको दिनलाई, मेरो जीवनलाई म नयाँ जीवन म हुन चाहन्छु। जस्तो पिटरले प्रस्ताव गरेको थियो नि है, र आज हामीले पनि साँच्चै हाम्रो जीवनलाई हामीले प्रस्ताव गर्नुपर्छ। प्रभु तपाईँको पवित्र आत्माद्वारा हामी हिँड्न चाहन्छौँ। म दुःखमा रहन चाहन्न यस संसारमा, म सुखमा रहन चाहन्छु। म हस्पिटल जान चाहन्न, म बिछानामा सुत्न चाहन्न। मेरो छोरीछोरी म दुःखमा रहन चाहन्न, मेरो मण्डली, मेरो जाति नेपाली म दुःखमा रहन चाहन्न। प्रभु म तपाईँको पवित्र आत्मामा म हिँड्न गर्न चाहन्छु। तपाईँको पवित्र आत्माले मलाई छुइदिनुहोस्। पवित्र आत्मा मेरो हृदयमा वास गर्नुहोस्। हामी सबैले आँखा बन्द गरौँ। परमेश्वरलाई हामीले 2 बार धन्यवाद दिउँ, धन्यवाद दिउँ। हालेलुया, प्रेज द लर्ड, प्रेज द लर्ड, प्रेज द लर्ड, हालेलुया। ओ सर्वज्ञानी सर्वशक्तिमान परमेश्वरको आमालाई धन्यवाद छ। सबै कुरामा त गात्र छु। ओ प्रभु म यस संसारमा दुःखमा रहन चाहन्न, कष्टमा म रहन चाहन्न। ओ प्रभु म समस्यामा रहन चाहन्न। हालेलुया, र र र र ओ ग्लोरी, हालेलुया, र र र र प्रभु तपाईले जान्नुहुन्छ हाम्रो हृदयहरू, हाम्रो चाहना, हाम्रो विचार सबै कुरा म तपाईको हातमा राख्छु। हे प्रभु हालेलुया, आज तपाईले हाम्रो जीवनलाई, हाम्रो जातिलाई, हाम्रो मण्डलीलाई तपाईले न्यू लाइफ दिनुहोस् प्रभु। हालेलुया, तपाईको पवित्र आत्माले हो हाम्रो जाति कुनै दुःखमा, कुनै हस्पिटलमा, कुनै बेडमा हामी बस्न चाहन्नौ। ओ प्रभु तपाईले सहायता दिनुहोस्, न्यू लाइफ दिनुहोस्। ओ प्रभु हालेलुया, प्रभु तपाईको पवित्र आत्माले सही ठाउँ गर्नुहोस्। हालेलुया, प्रभु आज हामी तपाईसँग प्रस्ताव गर्न चाहन्छौँ। ओ प्रभु हालेलुया, ओ हामी तपाईको पवित्र आत्मा जिउन चाहन्छौँ। हामी तपाईको पवित्र आत्मामा हिँड्न चाहन्छौँ। हालेलुया, हाम्रो जीवनलाई हामी खुसियालीमा हिँडाउन चाहन्छौँ। तपाईको पवित्र आत्माको हामीलाई भरपुरी दिनुहोस्। पवित्र आत्माले हामीलाई अगुवाई गर्नुहोस्। हालेलुया, ओ प्रभु आज हामी तपाईमा न्यू लाइफ लिएर हामी अगाडि बढ्न चाहन्छौँ। हामी सबैलाई तपाईले पवित्र आत्माले अगालेर राख्नु पर्दै
यही बिन्ती प्रार्थना छ ख्रीष्ट येशूको नाउँमा। आमेन। जय मसीह, जय मसीह, जय मसीह। धन्यवाद छ। बस्नुहोस्। अनि साँच्चै अघि मैले तपाईँलाई बताइदिएँ है, किनभने आज हाम्रो जीवनमा पवित्र आत्माले चाहिँ तपाईँको जीवनमा चाहिँ परमेश्वरले आजको दिनबाट तपाईँलाई अगुवाई गर्न चाहनुहुन्छ। तर तपाईँको जीवन तपाईँले परमेश्वरलाई समर्पण गरिदिनु, किनभने हामीले हेर्दै भने परमेश्वर बिना हामी केही पनि गर्न सक्दैनौँ। जनको पुस्तक तपाईँले यसरी नोट गरेर राख्नुहोस्, घरमा हेर्नुहोस् है। जनको पुस्तक 15:4बाट तपाईँले त्यो हेर्दै जानु भने पाउनुहुन्छ है। परमेश्वर बिना हामी केही पनि गर्न सक्दैनौँ। परमेश्वर बिना हामी केही पनि होइनौँ। चर्च आएर मात्र हुँदैन, इसाई बनेर मात्र हुँदैन, चर्च आएर मात्र हुँदैन, खालि क्रिस्चियन भएर मात्रै हुँदैन, विश्वासी भएर मात्रै हुँदैन, खालि दशंशहरू भेटिहालेर मात्रै पनि हुँदैन। तर ख्रिस्टमा नयाँ गरी आज तपाईँ र हामी के गर्नुपर्छ भने न्यू लाइफ लिनुपर्दछ। प्रेज द लर्ड। तपाईँले जनको पुस्तक 3:3 मा तपाईँले पाउन सक्नुहुन्छ। 2 कोरिन्थीको 5:17 मा तपाईँले पाउन सक्नुहुन्छ मैले भनेको है। ख्रिस्टमा आज हामी न्यू लाइफ लिनुपर्दछ। ख्रिस्टमा आज हामी नयाँ गरी हामीले जन्मनु पर्दछ। आइतबार नाइ काम नगर्नुहोस् है। कतिपय मानिसले आइतबार आउँछ नि, चर्च जान छोडेर अनि उनीहरूले के गरिरहेछ, आफ्नो घरको एक हप्ताको त्यो पोका पतौरा धुलाई घर मुसाई त्यसमा वास्तव भइरहेको छ। तर त्यो काम नगर्नुहोस्, किनभने परमेश्वरलाई ढाँटी काम नगर्नुहोस्। विश्वासी भएर ढाँट्नु हुँदैन, विश्वासी भएर ढाँट्नु हुँदैन। परमेश्वरलाई ढाँटी काम नगर्नुहोस्। परमेश्वरलाई थाहा छ तपाईँ कपडा धुलाउनु भएको छ कि, घर मुस्नु भएको छ कि, बाहिर काम गर्न जानु भएको छ कि, अफिसमा जानु भएको छ कि, गाडी चलाउनु भएको छ। तर आजको दिन चाहिँ तपाईँले सबै बाइबल पढ्नुहुन्छ। आजको दिन चाहिँ परमेश्वरको दिन हो, परमेश्वरलाई धन्यवाद दिने दिन र त्यसको निम्ति परमेश्वरलाई चाहिँ आज हामीले कुन कुरामा कुन समस्यामा आज हामीले धन्यवाद दिने समय, आज हामीले परमेश्वरलाई चाहिँ धन्यवाद दिने समय। हामी त के भन्दछौँ भने ढाँटी आइतबार पनि म त बिजी छु हौ, फुर्सदै छैन हौ। त्यो भनिकन परमेश्वरलाई मसला पिसेर हामीले सब्जीमा हाल्छौँ भने मिठासको निम्ति घोटी है। काम नगर्नुहोस् आइतबारको दिनमा, किनभने आजको दिन चाहिँ आशिष थाप्ने दिन। प्रेज द लर्ड। आजको दिन चाहिँ आशिष थाप्ने दिन हो, आइतबार सधैँभरि। र त्यसको निम्ति जब तपाईँ परमेश्वरमा समर्पण गर्नुहुन्छ नि, परमेश्वरले तपाईँको जीवनमा चाहिँ के गर्नुहुन्छ भने अचम्मको काम गर्नुहुन्छ। चर्चमा काम गर्न तपाईँले 1 कोरिन्थीको 12:6-11बाट नोट गरेर पढ्दै जानुभयो भेट्नुहुन्छ। चर्चमा काम गर्न धेरै प्रकारले धेरै किसिमले काम गर्ने तरिका छ विश्वासीको जीवनमा, ख्रिस्टियनको जीवनमा। हामी ख्रिस्टियन मात्रै भएर हुन्न। फर्स्ट हाम्रो जीवनमा चाहिँ के हुनुपर्दछ भने पहिला पवित्र आत्माको प्रेरणा शक्ति हुनुपर्दछ। किन त्यो प्रेरणा र त्यो शक्ति चाहिँ किन चाहियो भने हामीलाई चर्चको कामको निम्ति हामीमा प्रेरणा छैन भने हामी केही पनि एक कदम पनि हामी अगाडि बढ्न सक्दैनौँ। आज तपाईँसँग एउटा प्रेरणा थियो, मसँग एउटा प्रेरणा थियो, अनि आज हामी परमेश्वरसँग आएर बातचित गरिरहेको छौँ, भेटघाट गरिरहेको छौँ। तपाईँको मनले तृष्णा भएर आज हामी भेला भइरहेका छौँ। जब पवित्र आत्मा प्रेरणा तपाईँमा हुन्छ नि, अनि तपाईँलाई सधैँभरि सेवा सम्पत्ति मन पर्दछ अनि परमेश्वर मन पर्दछ। किनभने जब पवित्र आत्माको प्रेरणा हुन्छ नि, तपाईँ एक ठाउँमा बस्न कहिले पनि सक्नुहुन्न।
तपाईँ परमेश्वरलाई ढाँटी ढाँटी घरमा कपडा धुनु छ, मेरो यस्तो काम छ, भाँडा मोल्नु छ भनेर ढाँट्नुहुन्छ नि। ढाँटी ढाँटी हामी काम गर्नु परमेश्वर। आजको दिन चाहिँ परमेश्वरको दिन हो। आज चाहिँ परमेश्वरलाई धन्यवाद दिने दिन हो। आज तपाईँ र हामी हाम्रो जाति नेपाली जातिको घर दलानमा हामी एकैको घर दलानमा हामी प्रार्थना गर्नु। आज हामी किन पुग्न सकेका छैनौँ? ढाँटीको खण्डमा, विस्सा भनेको खण्डमा जति तपाईँ ढाँट्नुहुन्छ नि, तपाईँको घरमा परिस्थिति बिग्रिन्छ है। कतिले ढाँट्नु भएको छ परमेश्वरलाई, झन् तपाईँको परिस्थिति बिग्रिँदै जान्छ। परमेश्वरलाई ढाँट्नुहुन्छ नि, ठग्नुहुन्छ नि। तर आजको दिन चाहिँ परमेश्वरलाई ढाँट्ने दिन होइन, ठग्ने दिन होइन, आइतबार छ। र आज तपाईँ र मेरा जातिहरू है, क्रिस्चियन परिवारहरू त्यो आत्मिक प्रेरणामा भोकाइरहेका छन्, प्यासी भइरहेका छन्। आज तपाईँ र म विश्वासी भयौँ। तपाईँ र म त परमेश्वरको सन्तान छोराछोरी भएका छौँ। तर आज तपाईँको र मेरो मानिस कति परमेश्वरलाई नचिन्ने नजान्ने छ। आज परमेश्वरले त्यही प्रेरणाको निम्ति आज तपाईँलाई मलाई त्यो पवित्र आत्मामा बास गरेर अनि पवित्र आत्माद्वारा बोलिदिनुहुन्छ, जाऊ तिम्रो मानिसहरूले कति दुःख पाएको छ, कति कष्ट पाइरहेको छ, कति दुःख पाइरहेको छ हस्पिटलमा, क्लिनिकमा, जाऊ सहायता गर। पैसा होइन, पैसा दिनु पर्दैन, पैसा दिनु पर्दैन। कसैको बर्थडेमा, कसैको केहीमा नि हामी गयौँ भने नि हामीले एउटा इन्भलप दियौँ भने त्यो इन्ट्री भएको हुन्छ त्यो नोटमा, रजिस्टरमा यसरी लेखेको हुन्छ। अनि जब फेरि मेरो बर्थडे आउँछ, मेरो विवाह बटुला आउँछ नि, त्यो मानिसले त्यो दिन रजिस्टर पठाएको हुन्छ। मानिसले आज मलाई बोलाएको छ कि छैन, त्यसको निम्ति आज हामी हाम्रो जातिमा तपाईँको मेरो के चाहिँ प्रेरणा छ त? परमेश्वरमा आएर आज परमेश्वरमा चाहिँ आज तपाईँको मेरो चाहिँ क्रिस्चियन परिवारमा, क्रिस्चियन चर्चहरूमा, क्रिस्चियन बिलिभरमा आत्माको प्रेरणा हामीमा हुनुपर्दछ। जब आत्माको प्रेरणा हुन्छ नि, मानिसमा दया हुन्छ। तपाईँ कसैको हस्पिटलमा जाँदा पैसा दिनु पर्दैन प्रार्थना गर्न, तर तपाईँ गएर प्रार्थना गर्नुहोस् न, सबभन्दा पैसाभन्दा ठुलो त्यो प्रार्थना हो। पवित्र आत्मा अगुवाई प्रेरणा छैन भने त्यो क्रिस्चियन विश्वासी चाहिँ के हुन्छ थाहा छ? जब पवित्र आत्माको अगुवाई छैन, प्रेरणा छैन भने धेरै पुरानो क्रिस्चियनलाई एक्सपायर हुँदै जान्छ, किन पवित्र आत्माले नभएको कारणले। र त्यसको निम्ति आज विश्वासीले यो आजको दिनलाई परमेश्वरलाई धन्यवाद दिएर हामी न्यू लाइफ हामी लिएर चाहिँ हामी के गर्नुपर्छ भने अगाडि बढ्नुपर्छ। पवित्र आत्माद्वारा आज परमेश्वरले त्यो प्रेरणाद्वारा, पवित्र आत्माको प्रेरणाद्वारा वृद्धिका कुरा बोल्ने, कसैलाई उनी पवित्र आत्माद्वारा ज्ञानका कुरा सिकाउने, बोल्ने यो प्रेरणा आज परमेश्वरले हामी विश्वासमा दिनुभएको छ। तपाईँको र मेरो छोराछोरीमा, तपाईँको र मेरो मण्डलीमा कसैलाई उनी पवित्र आत्माद्वारा विश्वास गर्ने, कसैलाई उनी पवित्र आत्माद्वारा रोग निको पार्ने, विश्वासको जीवनमा एउटा न एउटा प्रेरणाको साथ वरदानको चाहिँ हामीलाई के पर्छ भने आवश्यक पर्दछ। आज कुन वरदान तपाईँको जीवनमा छ, त्यो वरदान चाहिँ आज लिएर हामीले के गर्नुपर्छ भने हामीले जानुपर्दछ। अघि मैले भन्दै थिएँ तपाईँलाई एक्स 2:38 प्रेरित 2:38 के भनेको छ? पत्रुसले के भनेको छ है? प्रस्ताव गर र तिमीहरू पाप क्षमाको निम्ति येशू ख्रीष्टको नाममा तिमीहरू प्रत्येकले बप्तिस्मा ल्याऊ र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछ। र पवित्र आत्माको आगमनलाई आज हामीले चाहिँ के गर्नुपर्छ भने स्वागत गर्नुपर्छ। प्रस्ताव गरेर न्यू लाइफ लिएर हामी चाहिँ अगाडि जानुपर्दछ। जसले उनको कुरा चाहिँ ग्रहण गरे तिनीहरूले चाहिँ बप्तिस्मा लिएर त्यही दिन प्राय 3000 मानिसहरू चाहिँ तिनको संख्यामा चाहिँ के भएका थिए, थपिएका थिए त्यो पवित्र आत्माको प्रेरणाद्वारा। सबै अनि ती 3000 मानिस के भएका थिए? पवित्र आत्माले भरिएका थिए। आज त्यो पवित्र आत्माको प्रेरणा आज हाम्रो मण्डलीमा, हाम्रो नेपाली जातिमा हुनुपर्दछ। पवित्र आत्माले चाहिँ के दिन्छ? जीवन दिन्छ, सुख दिन्छ, त्यो
दुख बिमार कष्ट दिन्न। पवित्र आत्मा आज हामी विश्वासमा हामी खडा हुनुपर्दछ, हामी उठ्नु पर्दछ। आज पवित्र आत्मामा हामी जागृत हुनुपर्छ, उठ्नु पर्दछ। पवित्र आत्माले कहिल्यै निचे राख्दैन। पवित्र आत्माले कहिल्यै दुख पर्न दिन्न। पवित्र आत्माले कहिल्यै घटी कमी हुन दिन्न। पवित्र आत्माले कहिल्यै बिमार ल्याउन दिन्न। आज पवित्र आत्मा तपाईको जीवनमा, हामी नेपालीको जीवनमा आवश्यक पर्दछ। पवित्र आत्मामा के छ? पवित्र आत्मामा चाहिँ आशिष छ। हामीले वर्णन गर्न सक्दैनौँ। पवित्र आत्माले आज हामीलाई चाहिँ खडा गर्नुभएको छ। आज जति पनि हामी यहाँ आएका छौँ नि, पवित्र आत्माले हामीलाई अभिषेक गरिसक्नु भएको छ। परमेश्वरले खडा गर्नुहुन्छ। कहिले पनि हामीलाई बिचमा राख्नु, कहिले पनि हस्पिटलमा पुर्याउनु। प्रेज द लर्ड। तर पवित्र आत्मालाई हामीले के गर्नुपर्छ? निभाउनुपर्छ। पवित्र आत्मालाई हामीले विश्वास गर्नुपर्छ। पवित्र आत्माले चाहिँ बाइबलले के भन्छ? सबै कुरा सिकाउँदछ। पवित्र आत्माले के सिकाउँदछ? अघि बढ्न सिकाउँदछ, जागरुक गराउँदछ, एकतामा बस्न सिकाउँदछ, नेपाली जातिलाई प्रार्थना गर्न सिकाउँदछ। तर तपाईँ हामी खालि विश्वासी मात्रै भएर भएन नि त। र त्यसको निम्ति अघि मैले भन्दै थिएँ, हामी चाहिँ डटुवा विश्वासी हुनुहुँदैन। सुन्नु पनि कति नराम्रो, डटुवा विश्वासी हामी हुनुहुँदैन। र त्यसको निम्ति पवित्र आत्माले आज तपाईँलाई र मलाई चाहिँ अगाल्दछ। र पवित्र आत्माले चाहिँ आज तपाईँ मेरो जीवनमा सबै कुराहरूले चाहिँ के गर्छ भने सिकाउँदछ। पवित्र आत्मालाई चाहिँ हामीले निभाउनु पर्दछ। पवित्र आत्मामा हामी अगाल्नु पर्दछ। पवित्र आत्मा आज तपाईँको मेरो जीवनमा हिँडडुल गर्छ। र पवित्र आत्माले तपाईँलाई न्यू लाइफ, हिजो मेरो जीवनमा टाउको दुखेको थियो होला, दुःख थियो होला, तर आज मैले पवित्र आत्मालाई एक्सेप्ट गरेर पवित्र आत्मा मेरो हृदयमा, मेरो पकेटमा हालेर मैले लिएर गएँ भने मेरो त टाउको दुख्न छोडिसकेको छ। र आज तपाईँको जीवनमा केही समस्या छ भने पवित्र आत्माले तपाईँलाई अगाडि लिएर जानुहोस्। तपाईँको छोराछोरीले तपाईँको कुरा मान्दैन बाबा आमाको, तर तपाईँले पवित्र आत्मा लिएर जानुहोस्। पवित्र आत्माद्वारा परमेश्वरसँग भन्नुहोस्, प्रभु मेरो नानी छोराछोरीले मेरो कुरा मान्दैन। छोराछोरीले भन्नुहोस्, बाबा आमाले मेरो कुरा मान्दैन। त्यो पवित्र आत्माले अगुवाई गर्दछ। त्यस पवित्र आत्मामा हामी चाहिँ निर्भर हुनुपर्दछ। र यो आजको दिनलाई साँच्चै धेरै मानिसले परमेश्वरलाई धन्यवाद दिने मौका पाएको छ। तर आज हामीले परमेश्वरलाई 1 मिनट पनि हामीले धन्यवाद दिने मौका पाएको छ। तर पवित्र आत्मामा तपाईँहरू खडा हुनुहोस्। पवित्र आत्मामा तपाईँमा शक्ति, परमेश्वरले त्यो पवित्र आत्माको शक्तिले तपाईँको जीवनमा, नेपाली जातिमा परमेश्वरले ठुलो काम गर्न चाहनु भएको छ। तर तपाईँको जीवनलाई है, तपाईँको जीवनलाई रिपेन्ट गरेर हामी न्यू लाइफ लिएर, हाम्रो घर परिवारलाई न्यू लाइफ लिएर, खुसी लाइफ, रोयल लाइफ, खुसीको लाइफ, दुःखको लाइफ हटाइदिने हाम्रो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। तर पवित्र आत्मालाई सबैले अँगालेर, पवित्र आत्मालाई अँगाल्दै हामी भरपुरीमा हामी गयौँ भने परमेश्वरले सबैलाई धेरै धेरै आशिष दिनुहुन्छ। हवस्, म मेरो वचन यही राख्छु। परमेश्वरले सबैलाई आशिष दिउन्। धन्यवाद छ। म बाँकी समय चरणलाई दिन्छु। जय